दादा नेपाल यो पाठबाट विषयमा अब आज जम्मा कति दिन भयो भन्दा कति 15, 16, 17 दिन भइसक्यो होइन त लगभग होइन त त्यति हुँदा समिति बनिएको नि होइन कति 3-4 दिन लगभग भयो होइन त 4 दिन भयो र यसभन्दा अगाडि अब हामी अध्यक्षज्यू र अध्यक्षज्यूको सदस्यहरू आफ्नो व्यस्तताको कारणले उहाँ उपस्थित हुन सक्नु भएन होला। हामी खटेर काम गऱ्यौँ र अहिले समिति बन्यो। त्यो समिति बनेकोमा पनि एउटा हामी चाहिँ म एउटा कुरा के चाहिँ भन्नु खोज्छु भने हिजो 1831 सालमा पृथ्वीनारायण शाहले जुन 2224 राज्य एकीकरण गरेर ल्याए पश्चात एउटै नेपाली एउटै जाति एउटै फुलबारी हो भनेर बनाएको जुन बनाएर हामी आएको हो। अहिले केले चाहिँ अलिकति अलग बनाए त भन्दा एउटा पार्टीले अलिकति एउटै घरका दाजुभाइ बाउ छोरा आमा बाउ पनि अलग बनाइदिएको छ कि त्यस्तो हो कि जस्तो देखियो। त्यही पनि अहिले तत्काल यो समिति बन्दाखेरि हाम्रो अध्यक्षज्यू पनि हाम्रो गोपाल अब नाताले त मेरो भाइ हो। अध्यक्षज्यू अलिक कडा पनि हुनुहुन्छ, सभापति पनि त्यो हुनसक्छ। अनि उहाँ आत्तिएर पनि त्यो समावेशी बन्नु नसकेको होला। अब फेरि भन्दाखेरि पक्कै अब धेरै समिति मैले उहाँसँग कुरा पनि राखेँ, धेरै समितिहरू बन्नु छ धेरै अब भन्ने कुराहरू पनि उहाँले गरेको। उहाँको सानैदेखि ह्याबिट पनि मलाई के कुरा त थाहा छ, ह्याबिटै त्यही हुनसक्छ। अब त्यसरी हुँदाखेरि आज यसरी अध्यक्ष मैले जुन सिफारिस मैले भनेको थिएँ महेन्द्र चन्दलाई अध्यक्ष बन्दा उहाँको स्वार्थ केही पनि छैन। उहाँ अध्यक्ष हामीले राख्यौँ भने चाहिँ केही गर्नुहुन्छ है भन्ने मैले राखेको थिएँ। साँच्चै आज यस्तो देखिएको छ। तपाईँ 3 दिनभित्रमा यस्तो गन भएको छ र हाम्रो अध्यक्षज्यूले पनि फेरि वार्ड हाम्रो 9 नम्बर वार्डका वार्ड अध्यक्षज्यू गोपाल भाइले पनि जम्मा 25-26वटा कुर्सीहरू पनि यहाँ अहिले देखेँ यहाँ भित्र लुकाइसकियो। म आफै लागेर लुकाएको छु होइन। हुँदाखेरि अब पक्कै यसरी हुँदाखेरि चाहिँ उहाँले अब चाहिँ आत्तिनुहुन्न। पक्कै अब धेरै समिति बन्नु छ भन्ने उहाँले कुरा राख्नुभएको छ। पक्कै अब समावेशी ढङ्गबाट पक्कै गर्नुहुन्छ र उहाँ स्वभाव अलिकति कडै स्वभाव भए पनि